सबैलाई नमस्कार। म रमेशको तर्फबाट आज पनि म फेरि आइसकेको छु छोटो मिठो ब्लग ल्याएर। खासमा के ब्लग हो त यो, सबैले लास्टसम्म हेर्नु होला। आज चाहिँ मेरो छोराको अंग्राज खिलाउने दिन। अहिले हामी दाल बनाउँदैछौँ। भात बनेर तयार भइसक्यो। अहिले पनि बनाउन गइरहेको छौँ मासुमा हाल्यौँ टोपमा तेल, कान्दा लसुन अदरक हालेर त्यसलाई बुझ्दैछौँ कस्तो बन्छ त मासु। सबै यो मेरो छोटो मिठो ब्लगलाई हेरेर लाइक अनि सब्सक्राइब सेयर गर्न नबिर्सनु होला। कान्दा हालिसकेका छौँ अनि यो टमाटर हाली मासु हालेर यो केटाहरू पनि आइसकेका छन्, बनाउँदैछन् मासुहरू। अनि मासु पाक्दैछ, मासु पाकेर तयार पनि भइसक्यो। कस्तो लाग्छ खाने भइ आउनु होला। अब हाम्रो छोरालाई टिका लगाउने तयारी हुँदैछ, कपडा लगाउँदै हुनुहुन्छ हाम्रो फुपूले। कस्तो लाग्यो मेरो ब्लगलाई, छोटो मिठो ब्लग होइन। अब राम्रो लाग्यो भने लाइक अनि सब्सक्राइब गर्नु होला। यहाँ चाहिँ मेरो मामा हुनुहुन्छ, दाइ हुनुहुन्छ अनि सबै आइसकेका छन्। यो भाइ आयो अनि सबै आएका छन् होइन। यो चाहिँ मेरो छोरी, फुपूले भात खिलाउँदै हुनुहुन्छ। यो मेरो कान्छो फुपू हुनुहुन्छ। यता साइडमा बस्नु भएको मेरो माइलो फुपू हुनुहुन्छ। उहाँहरूले भात खिलाउँदै हुनुहुन्छ, टिका लगाउँदै हुनुहुन्छ। आज चाहिँ मेरो छोराको भात खिलाउने दिन हो गाइज होइन। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो अङ्कल अनि फुपूहरूले टिका लगाउँदै हुनुहुन्छ। भात खाने थाल के त भन्दाखेरि भात खाने थाल। हाम्रो अङ्कलले चाहिँ छोरालाई माया गर्दाखेरि रोयो होइन। अनि हाम्रो अङ्कलले पनि छोरालाई भात खिलाएर एउटा भात खाने थाली दिनुभएको छ। यो चाहिँ मेरो छोरा रोइरहेछ, भात धेरै खिलायो भनेर त होला है। अनि त्यसलाई माला पनि पहिराइदिउँ हामीले। कस्तो देखेको छ यो माला पहिराउँदाखेरि। अनि यहाँ चाहिँ सबै हुनुहुन्छ, मामा हुनुहुन्छ, यो मेरो आन्टी हुनुहुन्छ, अनि यो मेरो बुढी, अनि यो मेरो मम्मी।